कुनै पनि व्यक्तिको नाम, फर्स्ट लेटर, फर्स्ट नेम र फुल नेम हजुरको मूलाङ्क र भाग्याङ्कभन्दा एन्टी नम्बर परिरहेको छ भने हजुरको जीवनमा एकदम स्ट्रगल क्रिएट गरिरहेको हुनसक्छ। कुनै पनि व्यक्तिको चाहिँ भाग्याङ्क एउटा छ र हजुरले चाहिँ त्यसको एन्टी बिजनेस अथवा प्रोफेसन गरिरहनु भएको छ भने हजुरलाई त्यसमा स्ट्रगल क्रिएट 100% हुन्छ। हजुरले जीवनमा एकदमै सङ्घर्ष गर्नुपर्छ, मेहनत गर्दा गर्दै पनि सफलता प्राप्त गर्न गाह्रो हुन्छ। त्यसैको लागि हजुरले पहिचान गर्नुपऱ्यो हजुरको मूलाङ्क के हो, हजुरको स्वभाव कस्तो छ। हजुरले आफ्नो स्वभावको आधारमा बिजनेस गर्नुभयो, काम गर्नुभयो, त्यो अनुसारको हजुर अगाडि बढ्नुभयो भने हजुरलाई सफलता प्राप्त गर्न एकदम सजिलो हुन्छ। र हजुरले गर्ने पेसा, व्यवसाय, रोजगारी कुन सेक्टरमा जाने भन्नको लागि चाहिँ हजुरको भाग्याङ्कले चाहिँ कुन व्यवसाय तथा पेसामा जा भनिरहेको छ त्यो काम गर्न सक्यो भने हामीले एरोप्लेन मोडलमा सफलता प्राप्त गर्न सक्छौँ। त्यसैले गर्दा जीवनमा धेरै व्यक्ति हुन्छौँ, हामीले कर्म त जे पनि गर्न सक्छौँ, जुनसुकै पेसा व्यवसाय अपनाउन सक्छौँ, बिजनेस गर्न पनि सक्छौँ, रोजगारीमा जान पनि सक्छौँ, विदेश जान पनि सक्छौँ, होइन। धेरै किसिमका कामहरू हामीले गरिरहेका हुन्छौँ। के हाम्रो लोसो ग्रिडमा हामीलाई त्यो काम, हाम्रो त्यो इमोसनल रूपमा हामीले गर्न सक्ने काम हो कि होइन, मेन्टल रूपमा मैले गर्न सक्ने काम हो कि होइन, मेरो विल पावर छ कि छैन, त्यो काम त्यस्तो किसिमको रिस्क लिन सक्ने एबिलिटी छ कि छैन, ममा कन्भिन्सिङ पावर कस्तो छ, मैले कन्भिन्स गरेर बिजनेस माइन्डसेट सोच्न सक्ने खालको मेरो माइन्डसेट हो कि होइन, अथवा मैले डिप्थ लेभलमा रिसर्च गर्नुपर्ने एकदम खालको काम छ भने मैले त्यो काम मेरो प्लानेटले दिएको छ कि छैन, र इमोसन रूपमा म कस्तो किसिमको मान्छे हो, सानो सानो कुरामा चित्त दुख्ने, सानो कुरामा बहकापमा आउने, इमोसन रूपमा विक हुने पर्सनालिटी हो कि यी सबै कुराहरू म मेहनत गर्न सक्छु कि सक्दिनँ, मैले कर्म गरेर खान सक्ने मान्छे हो कि मैले दिमाग लगाएर खानुपर्ने मान्छे हो। यो सबै कुराको एनालाइसिस गरेर हजुरको कम्प्लेक्सिटी चार्ट अथवा कम्बिनेसनहरू हेरेर हजुरको बिजनेस पार्टनरसिप कस्तो व्यक्तिसँग, कुन मूलाङ्क भाग्याङ्क भएको व्यक्तिसँग गर्ने, र हजुरको लोसो ग्रिडमा हजुरको विभिन्न माइन्डको लेभलमा डिसिजन पावर कस्तो छ, इमोसनल रूपमा कस्तो हुन्छ, विल पावर कस्तो छ, एक्सन ओरिएन्टेड हुनुहुन्छ कि हुन्न, प्लान गर्नलाई हजुर सक्नुहुन्छ कि सक्नुहुन्न, र प्लान गरेको कुरालाई इम्प्लिमेन्टेसन गर्नलाई तपाईँसँग एक्टिभनेस कतिको छ, ऊर्जावान तपाईँ कतिको हुनुहुन्छ भन्ने कुरा 9वटा प्लानेटको एनालाइसिस गरेर चाहिँ हजुरले आफूले गरेको व्यवसाय कस्तो किसिमको हो, पेसा कस्तो किसिमको हो, त्यसलाई सिलेक्सन गर्नुपर्दछ। र एन्टी प्लानेट गरिरहनु भएको छ भने त्यसलाई हामीले सिफ्ट हुने, बिस्तारै चेन्ज गर्ने र अर्को बिजनेसहरूमा, अर्को कामहरूमा बिस्तारै अगाडि बढेर हामीले त्यसबाट चाहिँ सफलता लिन सक्छौँ। त्यस कारणले गर्दा हजुरको स्वभाव र भाग्यले दिएको पेसा चाहिँ मिलेको छ कि छैन त्यसलाई हेर्नुहोस्, र करेक्सन गर्नुपर्ने कुराहरू, नामहरू एन्टी परिरहेछ भने, बिजनेसको नामहरू, फर्मको नामहरू र आफ्नो भाग्याङ्कभन्दा विपरीत पेसाहरू परिरहेको छ भने त्यसलाई हामीले कसरी रेमेडिज गर्ने, कसरी त्यसलाई हामीले सुधार गर्न सकिन्छ भन्ने कुरा चाहिँ न्युमरोलोजी एनालाइसिसमा हुन्छ। हजुरले यस्ता किसिमको कुनै स्ट्रगल क्रिएट गरिरहनु भएको छ, मेहनत अनुसारको सफलता प्राप्त गर्न सकिरहनु भएको छैन र केही गर्न पाए हुन्थ्यो, मेरो के को लागि म बनेको, मैले के गर्दा बेटर हुन्छ भन्ने कुरा चाहिँ एनालाइसिस गर्न चाहनुहुन्छ भने म नवग्रह वास्तु कन्सल्टेन्ट एन्ड न्युमरोलोजिस्ट हजुरलाई हेल्प गर्न, वे देखाउनलाई रेडी छु। ओम नमः शिवाय, जय शम्भो। हजुरको दिन शुभ रहोस्, जय होस्।